हेलो एभ्रिवान वेलकम टु माई न्यू ब्लग है। अनि अहिले बज्दैछ कति 7:30 हुँदै होला हैन। अनि म चाहिँ यहाँ चिया खाँदैछु। अनि मेरो भिडियो चाहिँ आउँछ डेली 10 बजी 10:30 बजी 10:30 बजी 10:30 PM मा हैन। अनि वेट गरिदिनु होला कि त तपाईहरुले बिहान हेर्न पनि सक्नुहुन्छ, बिहान उठेर जतिखेर पनि हेर्छ। तर हेर्नु चाहिँ हेरिदिनुहोस् हैन। लाइक कमेन्ट सबै कुरा गरिदिनुहोस्। के कस्तो हुन्छ भिडियोहरु कमेन्टमा भनिदिनु होला हैन। म अलिकति इम्प्रुभ गर्नेछु। म चाहिँ डेली भ्लग लिएर आउनेछु हैन। तपाईहरुको सपोर्ट चाहिन्छ मलाई। म चाहिँ डेली हाल्नेछु जे गरे पनि। ओके गाइस, अहिले चाहिँ हामी खाना खाँदैछ हो। खाना त मम्मी छ हो। अब मम्मी चाहिँ एकछिनमा खानासाना खाइसकेर हो काम जानुहुन्छ। कति 1 बज्ने बेलामा हो। त्यही लागि फटाफट खाएको खाना चाहिँ हामी हैन। सबै कामसाम सकेर एकछिन। सो गाइस, अहिले मैले चाहिँ भाँडा धुँदैछु हैन। मम्मीलाई चाहिँ ढिलो हुन्छ नि त काम जानु। अनि मैले नै धोएको भाँडा। सो गाइस, मैले चाहिँ भाँडासाँडा धुइसकेँ हैन। अब एकछिन बस्नु पर्यो, ढल्किनु पर्यो हैन। अलिकति रेस्ट गर्नु पर्यो। त्यहाँदेखि फेरि अब अहिले एकछिनमा दोकानमा बस्नुपर्ने हुन्छ। अहिलेको बज्दैछ 2 हैन। अब चाहिँ म दोकानमा बस्नुपर्ने हुन्छ भरे यस्तै 5-6 बजीसम्म हैन। अब बाबा चाहिँ एकछिन पुचुला लिएर बाटोतिर घुम्नु गएको छ। अनि बाबा चाहिँ आएर सुत्नुहुन्छ हो। अब अहिले चाहिँ मै बस्छु दोकानमा हो। हेरिदिनु होला गाइस, यस्तो हो। सो गाइस, हो गरम छ बहुत हैन। अघि 2-2:30 बजीदेखि के भएको पनि लाइनै छैन अहिलेसम्म पनि। लाइनै आएको छैन हो। यस्तो अनुहार कस्तो कालो न कालो भएको होला हैन। अब म चाहिँ नुहाउनु जान्छु हो गाइस। गाइस, म चाहिँ नुहाउन आइपुगिसकेको छु हो। लाइन पनि छैन फोनमा। 9% मात्रै छ ब्याट्री पनि हो। भिडियो गर्नु चाहिँ पाउँदैन होला, म अब बनाउनु पाउँदैन होला हैन। लाइन आएपछि फोन चार्ज गर्छु हो। नभए त फेरि ढाप हुन्छ फोन, भिडियो पनि आउँदैन। आजको चाहिँ यति नै हुन्छ। फेरि लाइन पनि अब फेरि 2 बजीदेखि गएको। गरमले कस्तो भइसक्यो, लाइन आउँदैन हैन। फेरि के भएको छ पनि। अहिले आयो भने चाहिँ फोन चार्ज गर्छु है। सो गाइस, अहिले चाहिँ मलाई सडनली हाँसीमारा जानुपर्छ हैन। म चाहिँ यता लुगासुगा लगाइसकेको छु हैन। उतै फुपूको घरमा फोन पनि चार्ज गर्नु पर्यो, फोन चार्ज पनि छैन हो। अब म चाहिँ गएको ढिलो भइसक्यो, 6 बज्न आँटिसक्यो गएको। गाइस, यस्तो छ बाटो चाहिँ हेर्नु होला हो। यस्तो छ अगाडिको फोनको ब्याट्री चाहिँ डेथ हुनु आँटेछ हो। अब जाने बित्तिकै म चाहिँ फोनमा चार्ज लगाउने छु हो। भ्लग चाहिँ गर्नु पाउँदैन होला, फोन चार्ज भएपछि चाहिँ गर्छु ल गाइस। गाइस, अहिले चाहिँ म हाँसीमारा आएको थियो हैन। यहाँ चाहिँ रात परिसकेको थियो, 7 बजिसकेको थियो। अन्त मलाई फुपूले जानु दिएन घर, यहीँ बस्नु भयो नि एउटा यताहरू त आम्मा इस्माइल टडारिन्छ। यहाँ चाहिँ म चाहिँ चिया खाँदैछु अहिले हो। घडी छैन नि यहाँ। अहिले 7:30 भयो। अब घर भोलि जानु अरे हो गाइस। एकदिन होला हैन। अब अहिले एकछिनमा खानासाना खाने सुत्ने। सो गाइस, अहिले चाहिँ हामी खाना खाएको हो। खाना लगाइदिइसकेको छ। यहाँ दादा छ हो। यताहरू त खाना लगायो भने चाहिँ हो। अब हेरिदिनु होला मजाले। मैले खाना खाइसकेँ हो गाइस। अनि आजको ब्लग चाहिँ यति नै हो। फेरि भोलि अर्को ब्लग आउँछ, अनि वेट गरिदिनु होला। सो गाइस, आजको लागि चाहिँ यति नै हो। टाटा बाई बाई, सी यू टुमोरो इन नेक्स्ट ब्लग है।